महाकरुणामय र प्रेमयुक्त भएको महान भौतिक ज्ञान र आध्यात्मिक ज्ञानले सुसम्पन्न भएको विद्वान विभिन्न लीलाहरूको प्रदर्शनले संसारमै कीर्तिमान पवित्र गुरु ब्रह्मपादजीलाई सविनय गर्दछु प्रणाम। पवित्र गुरु ब्रह्मपादजीलाई सविनय गर्दछु प्रणाम। परमपावन 17औं ग्रहग्रन्थ उर्गेन चिलेदुजीको 40औं जन्म उत्सवको अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा आफ्नो अत्यन्तै व्यस्त समयको बावजुद पनि हाम्रो निर्माणलाई सहर्ष स्वीकार गरी गरिमा माया उपस्थित जनाउनुभएका आजका यस कार्यक्रमका प्रमुख अतिथि सिक्किम राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान श्री प्रेमसिंह तामाङज्यू, यसै गरी विशिष्ट अतिथि 12औं अवतार परम पूजनीय सेनानायक सोनाम रमणज्यू, यसै गरी विशिष्ट अतिथि माननीय संघ मन्त्री श्री सोनाम लामाज्यू, यसै गरी विशेष अतिथि सम्माननीय मुख्यमन्त्रीका सल्लाहकार श्री कुङ्गाली मालेत्रज्यू, यसै गरी विशेष अतिथि मार्ताम गुन्टेक क्षेत्रका विधायक अर्थात् एनए श्री सोनाम सिंह भेन्चुज्यू, यसै गरी विभिन्न गुम्बा सङ्घ संस्था विभागका प्रमुख सचिव पदाधिकारी प्रतिनिधि जिल्ला पञ्चायत स्थानीय पञ्चायत लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथिगण, सुरक्षाकर्मी, कलाकार मित्रहरू र विभिन्न स्थानबाट पाल्नुभएका महानुभावज्यू लगायत यस धर्मचक्र केन्द्र गुम्बाको प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावज्यूमा परमपावन 17औं ग्रहग्रन्थ उर्गेन चिलेदुजीको 24औं जन्म उत्सव समारोहमा छुटो लाभाको तर्फबाट हार्दिक स्वागत जनाउँदै प्रस्ताव व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा प्रसिद्धि। आज हामी एक अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक जन्म महोत्सव मनाउँदैछौँ कि 17औं ग्रहग्रन्थ उर्गेन चिलेदुजीको 40औं जन्म उत्सव। यो मनाउनुको मुख्य कारण के हो भने उनले धेरै वर्ष अघि 12औं क्रममा जाङचु बजेर सिक्किमका 4औं धर्मराजा दर्शन भेट गर्नुभएको थियो। त्यो भेटले भविष्यको एउटा गहिरो सम्बन्धको बिउ रोपेको थियो। त्यसपछि समय बित्दै जाँदा 16औं क्रममा रामचु विपजे जब भारतमा आउनुभयो, सिक्किमका धर्मराजा प्रसिनाम यल्चुले उहाँलाई अत्यन्तै श्रद्धाका साथ 72 एकड़ जमिन चढाउनुभयो। आज जुन स्थानमा रुम्ते गुम्बा निर्माण भएको छ, त्यसबेला भारत सरकारले पनि गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको थियो। भारत सरकारको सहयोग सिक्किमेली जनसमुदायको अमूल्य साथ सहयोग गर्दा स्थापना भएको यो रुम्ते गुम्बामा 17औं क्रममा 40 वर्षमा प्रवेश हुनुभएको जन्म दिवस भव्यताका साथ मनाउन गएको छ। यो एकदम पुरानो ऐतिहासिक भएको दिवस र सिक्किमेली जनसमुदाय र कर्मापाको बीचमा भएको धार्मिक सम्बन्ध स्थापित हुने र जनाउने कार्यक्रम हो। आज हामी जसको महोत्सव मनाउँदैछौँ 17औं क्रममा उर्गेन चिलेदुजी। उहाँ 16औं क्रमको भविष्यवाणी अनुसार परमपावन दलाई लामाज्यूले आधिकारिक रूपमा मनोनित गर्नुभएको थियो। हिजो आस्थायक ग्राम आज उदाय जस्तै 16औं क्रमपछि 17औं क्रममा आउनुभयो। उहाँले तिब्बतको चुटो गुम्बामा गल्ती आरोप गरियो। त्यसपछि उहाँ धेरै कठिनाई सङ्घर्ष र अवरोधका सामना गर्दै भारतमा आउनुभयो। उहाँले परमपावन दलाई लामाज्यू र जन्म तिथि 22 गते रोजी गाछाबाट बुद्ध धर्ममा कवि परम्पराको सम्पूर्ण शिक्षा आगम अवश्य ग्रहण गर्नुभयो। उहाँ अहिले विश्वका विभिन्न देशमा बुद्ध धर्मको शिक्षा र ज्ञानहरू हालेर बुद्ध धर्मको संरक्षण, विकास र विश्वमा शान्तिको सन्देश फैलाइरहनु भएको छ। यो हामी सबैको लागि अति खुसीको खबर हो। अन्त्यमा हाम्रो काम रहेको छ कि परमपावन ग्रहग्रन्थमा हिमाल जस्तो अटल दिवाली होस्। चारै भारतमा विशेष गरी सिक्किममा आगमन भई यस रुम्ते गुम्बामा गल्ती आरोप गरे 16औं क्रममा जस्तै धर्म लिन भएर संसारभरि काल बिना अनुकूल
पञ्चशीलको सन्देश बुद्ध धर्म फैलाउन जनकल्याण भूमेर विश्वमा शान्ति भएर सबैले सुख शान्ति र खुसी होस् भन्ने कामना गर्नका साथै अझै यहाँ उपस्थित हुनुहुएका तपाईँहरू सबैजनाले यो जन्म उत्सवको अवसरमा खुसी रमाइलो मनोरञ्जन र आनन्दको महसुस हुनेछ भन्ने आशा र प्रार्थना गर्दछु।